यो चाहिँ हाम्रो आफ्नै फार्म हाउस हो तपाईहरु देख्न सक्नुहुन्छ यस्तो खालको छ यी कति ठुलो छ यो चाहिँ हाम्रो नेपालमा आरु भनेर चिनिन्छ यसलाई अंग्रेजीमा यसको नाम पियर्स हो यो भर्खरै फल्दै छ यसलाई चाहिँ कम्तीमा पनि 1 देखि 2 मिनेट चाहिँ लाग्छ पाक्नको लागि हेर्न सक्नुहुन्छ यो चाहिँ ब्ल्याकबेरी हो हाम्रो गाउँमा यसलाई चाहिँ किन्नु भन्छन् हाम्रो मनिष भाइले चाहिँ यसलाई खाएर आनन्द लिँदैछन् यो एकदमै लाभदायी हुने गर्छ किनकि क्यान्सर जस्तो घातक रोगको लागि यो एउटा औषधिको रूपमा पनि चिनिने गर्छ यो चाहिँ हाम्रो अर्ग्यानिक कागती अंग्रेजीमा यसलाई फ्रेश लाइम भनेर चिन्ने गरिन्छ तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ फ्रेश लाइमको बुटो कागती फलिरहेको छ पटेटोज आलु भर्खरै फल्ने क्रममा छन् यो आलु हो पटाटोज बेबी पटेटोज यति राम्रो यस्तो आलुलाई तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सम्फु भनेर चिनिन्छ हाम्रो गाउँतिर हाम्रो मतलब कि पहाडी एरियामा र अंग्रेजी नेम चाहिँ यसको फेनल सीड्स भनेर चिन्ने गरिन्छ यसलाई यसको यो बुटो पनि काम आउने र यसको दानाहरु पनि काम आउने गर्छन् तपाईहरु देख्न सक्नुहुन्छ यो पाक्दै छ अनि तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो अर्ग्यानिक अनियन रेड अनियन अंग्रेजीमा रेड अनियन तथा नेपालीमा रातो प्याज भनेर यसलाई चाहिँ हामीले चिनेका छौं तपाईहरु देख्न सक्नुहुन्छ यो अलमोस्ट अब रेडी भइसकेको छ केही समयपछि 15-20 दिनको अन्तरालमा यसलाई हामीहरु प्रयोगमा ल्याउन सक्छौं यो चाहिँ हाम्रो आफ्नै फार्म हाउसमा हामीहरुले उत्पादन गरेको खेती हो अनि दर्शक महानुभावहरु तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रै गाउँघरमा आफ्नै घरको बारीमा फलाएको लसुन हो यो अर्ग्यानिक लसुन तपाईहरु देख्न सक्नुहुन्छ किसानहरुको यो चाहिँ मेहनतको लागि एउटा लाइक एउटा शेयर चाहिँ गरिदिनु होला है त भन्न चाहे तपाईहरु देख्न सक्नुहुन्छ एकदमै राम्रो खेती भएको छ अनि यो तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो नेपाली भाषामा र गाउँबारे भाषा यसको चाहिँ मेवा हो र अंग्रेजीमा यसलाई पपया भन्ने गरिन्छ यो चाहिँ अब पाक्ने क्रम जारी छ अझै पाकिसकेको छैन हाम्रो नानी दीपिका आज हाम्रो फार्म हाउसमा मनोरञ्जन लिँदै आनन्द लिँदै र हाम्रो अर्ग्यानिक भेजिटेबल तथा फ्रुट्सहरु खाने उनलाई मौका मिलेको छ रमाइलो गर्दैछन् के भन्नु छ नानी त्यही त भन्देऊ दर्शकहरुलाई हेर्ने दर्शकहरुको लागि के भन्न ल यो कागतीको बुटा हो यसो यति हो अहिले हामी आफ्नै फार्म हाउसमा छौं